आमाले पकाएको ढिँडो कस्तो मिठो। आहा, हाम्रो गाउँ कति शान्त र सुन्दर छ है आमा। शान्ति नै बल हो छोरा, गाउँको ख्याल राख। हल्क, नदी पछाडि बग्दैछ, यो सामान्य होइन। शान्त रह, गाउँ सुरक्षित राख्नु मेरो जिम्मा हो। यो अनिष्ट हो, हल्कले पनि सक्दैन। पहिला नसके पनि म प्रयास छोड्दिन। यो ढुङ्गा किन यति भारी? मेरो बलले पनि नउठ्ने। यो गाउँको परीक्षा हो, हल्क बल मात्रले जितिदैन। मेरो बल कमजोर भयो जस्तो लाग्दैछ, म हार्दैछु। होइन छोरा, जब मन बलियो हुन्छ तब हल्क अपराजित हुन्छ। हे दर्शक साथीहरू, मलाई शक्ति दिन लाइक, शेयर, सब्स्क्राइब गरिदिनुस्। हल्क दाइ, हामी सबै तपाईको साथमा छौं। जब गाउँको भरोसा साथ हुन्छ, हल्क अझै बन्छ। नदी फेरि शान्त भयो। जय हल्क, जय हाम्रो गाउँको रक्षक। आज गाउँले बुझ्यो साँचो शक्ति विश्वास र एकताको। यदि मेरो कथा मन पर्यो भने लाइक, शेयर, सब्स्क्राइब गरेर मलाई साथ दिनुहोस्। हल्क फेरि आउनु, हाम्रो गाउँ सधैँ तिमीलाई सम्झन्छ।